हामी चाहिँ आज कहाँ जान्ला तारकेश्वर मन्दिरतिर होइन नमस्कार गर नमस्कार हात जोड महादेव गुफा होइन महादेव गुफा अनि यहाँतिर लाग्यो चाहिँ नुवाकोट भन्छ के भन्छ नुवाकोटको कखनी आयो त परेको डाँडा यतातिर होइन यो माथितिर ल दर्शन गर्दै लाग्यो गए ल त आजको यात्रा हामी चाहिँ यहाँदेखि 5 मानेदेखि सर्लक्क यतातिर 5 माने भन्ने ठाउँमा पुगिरहेछौँ हामी जो आज हम 5 माने भन्ने ठाउँ जान लाग्यौँ या के छ आज हामी चाहिँ कहाँ जान्ला भाइहरू आज चाहिँ तारकेश्वर पहिला मस्त इन्ट्रो गर नि इन्ट्रोडक्सन तम्बु यो टाइप हेलो एभ्रिवान गुड मर्निङ आज हामी चाहिँ तारकेश्वर महादेव मन्दिर गुफामा जाँदैछौँ हामी आज चाहिँ एकदमै हामी भाइहरू छन् सबैजना है हेरिदिनु होला भोलक यस्तो छ यहाँको चाहिँ पुरै माहौल यहाँको चाहिँ यस्तो छ जङ्गलहरू है यतातिर यस्तो छ अनि यहाँ चाहिँ गेट यो गेटदेखि हामी जानुपर्छ यो तारकेश्वर महादेव मन्दिर गुफातिर जाने बाटोहरू है अनि यतातिर यो 5 माने भन्ने ठाउँ हो यतातिर है अनि यो हाम्रो भाइहरू पनि यतातिर छ है नमस्ते के कस्तो छ रमाइलो छ है एकदम बबाल टाइपको भइरहेछ हैन आज चाहिँ हामी तारकेश्वर मन्दिरतिर जान लागेको पूजा गर्न चाहिँ हामीले धुपसुप बत्ती सत्ती यता सब किनिसक्यौँ हैन टक्क लाएर अब चाहिँ हामी चाहिँ यहाँ माथि गएर चाहिँ देखाउँछौँ है त ल ऊ त्यो भाइहरू अगाडि छ अनि हामी चाहिँ यो भैरव दलगढमा पुगेका छौँ है यतातिर यो 5 माने भन्ने ठाउँमा हो यतातिर हामी तारकेश्वर नगरपालिकाको महादेव मन्दिरमा जाँदैछौँ हामीहरू अनि यहाँ सैनिक इलाका हो यतातिर जान मिल्दैन अनि यहाँ तारकेश्वर अनि यो गौतम बुद्धको यता तस्बिर छ अनि यहाँदेखि सिधै यो बाटोहरू पनि रमाइलो एकदमै राम्रो छ यतातिर बन्द गरिदिनु अनि यस्तो रमाइलो छ यतातिर अनि यहाँ पुरै सल्लाहको गोठहरू पनि छ सल्लाहको धुपहरू पनि छ है अनि यस्तो रमाइलो जङ्गलहरू पनि छ यतातिर यस्तो हिँड्दाखेरि पनि रमाइलो छ तमीले देखा ल अनि यस्तो बस्ने ठाउँहरू पनि रहेछ बाटोमा है यतातिर पनि यस्तो ठाउँहरू पनि छ अनि यहाँ चाहिँ पुरै यस्तो जङ्गल एरिया छ अब यस्तो सल्लाहको गोठहरू पनि छ यस्तो अनि एकदमै रमाइलो ठाउँहरू छ यस्तो सल्लाह रुखहरू माथि यस्तो हेर्नु त कति ठुलो गोठहरू पनि छ पुरै राम्रो दृश्यकुरोहरू छ माथि चाहिँ अनि यस्तो जाने यस्ता बाटोहरू पनि पुरै चाहिँ पहिला यो जमानाको रहेछ कयौँ पुस्ताको हो कि अब शताब्दीको हो यस्तो बाटोहरू पनि एकदमै बबाल तरिकाले चाहिँ बनाएको छ है यतातिर एकदमै रमाइलो छ यतातिर ल लगेर यहाँ चाहिँ हल्ला नगर्नु होला भनिरहेछ होइन यता तर हामी हल्ला गर्दैनौँ कहिले पनि धेरै होइन हो कि होइन दाइ चाहिँ एकदम राम्रो छ के छ दाइ एकदम रमाइलो हामी हल्ला गर्ने हो त कहाँ हल्ला गर्छ त्यहाँको पनि रहेछ है अब बुढापाकाहरूको लागि अशक्तहरूको लागि पनि यतातिर यस्तो विश्राम स्थलहरू पनि बनाएको छ अनि त्यहाँ यो निकुञ्ज राष्ट्रिय निकुञ्जभित्र पनि पर्छ त्यहाँ पुरै देखा अनि एकदमै रमाइलो छ है के छ भाइ ठिक छ है एकदमै रमाइलो भइरहेको छ है ल यता जङ्गली जनावरहरू पनि रहेछन् यतातिर हल्का हल्का यस्तो खोस्टिया छ यता माथितिर अनि यता पनि त्यस्तो छ ठाउँहरू अनि एकदम घनघोर जङ्गल एकदमै घनघोर जङ्गल छ यतातिर एकदमै रमाइलो छ कस्तो छ भाइ यतातिर रमाइलो छ है एकदम डरलाग्दो छ होइन यहाँ चाहिँ अघि हामीले चाहिँ यहाँ सुँगर बाघहरूले चाहिँ यता खनेको देख्यौँ होइन त्यही भएर हामी अलिअलि तर्सियौँ त्यही भएर हामी छिटो जान लाग्यो होइन अब त्यही हो हामीलाई डर लागिसक्यो हाम्रो यो भाइहरू पनि छ है अब बाटोमा यस्तो फोहोर मैलाहरू गर्दाखेरि यता पनि यस्तो फोहोर मैलाहरू नगरिदिनु होला भनेर यस्तो फोहोर मैला यस्तो डस्टबिन जस्तै बनाएको छ अनि यो भाइहरू पनि हुन्छन् अनि यहाँ चाहिँ तपाईँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुनुहुन्छ तपाईँ होइन अहिले चाहिँ हामी पनि यही छौँ होइन त्यही भएर हामी एकदम रमाइलो तरिकाले यात्रा गरिरहेछौँ देख्न सक्नुहुन्छ एकदम घनघोर जङ्गल होइन यो रमाइलो छ
एकदमै बिन्दास छ है। अनि यहाँबाट यस्तो हेर्दाखेरि चाहिँ यता हामीहरू यस्तो देखिन्छ है। यस्तो देखिन्छ भने यस्तो यस्तो ठिक छ नि होइन? एकदम बबाल एकदम बवाल छ है। हामीहरूको यस्तो रमाइलो भिडियोहरू छ। यस्तो बाटोहरू छ आजको यात्रा हाम्रो तारकेश्वर नगरपालिका जाने बाटोहरू एकदमै रमाइलो छ है। अनि यस्तो दृश्यहरू पनि देख्न सकिन्छ यताबाट। पुरै यहाँको चाहिँ तल चाहिँ फेदी काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाको फेदी भन्ने ठाउँमा हो यतातिर। अनि यहाँदेखि चाहिँ यस्तो ठाउँहरू छ पुरै यता बस्ने ठाउँहरू पनि छ यतातिर। यस्तो भिरपाखाहरू पनि छ एकदमै। अनि यहाँ फोहोर फाल्ने डस्टबिनहरू पनि छ यतातिर, फोहोरमा गरिदिनु होला। अनि यहाँ विश्राम स्थल पनि छ यतातिर है। अनि यहाँ चाहिँ यस्तो छ बबालको चाहिँ यता दृश्यहरू बनाएको छ यतातिर है। यस्तो छ है यतातिर यस्तो ठाउँहरू पनि बब्बाल देखिन्छ। यहाँदेखि पुरै चाहिँ यहाँदेखि काठमाडौँ अहिले चाहिँ पुरै हुस्सु लागेर अलिकति देखिया छैन यतातिर है। अनि चाहिँ यतातिर एकदमै रमाइलो बहिनीहरू फेरि आइसक्यो यतातिर यस्तो मान्छेहरू पनि आइरहेको छ है। फेरि हाम्रो बहिनीहरूसँग भेट भइसकेको छ उतापट्टि देख्न सकिन्छ। रमाइलो छ है चाहिँ के छ भन्दाखेरि अनि यस्तो बाटोहरू छ यस्तो जङ्गलहरू पनि रमाइलो छ है। बब्बाल छ यतातिर पुरै। अनि एकदमै बिन्दास छ। यहाँदेखि उताको दृश्यहरू पनि रमाइलो देख्न सक्नुहुन्छ है। यतातिर पुरै बबाल पुरै हरियाली जङ्गलहरू छ, निकुञ्ज रहेको छ यतातिर है। अनि यहाँदेखि यस्तो ठाउँहरू यतातिर भिरपाखाहरू अनि यस्तो बाटोहरू पनि एकदमै सजिलो छ, इजी छ है। एकदमै खास चाहिँ यो ढुङ्गाले यस्तो घर बनाउनुको चाहिँ यस्तो बनाउनुपर्छ भन्ने एउटा जन्म पहिल्यैदेखिको चाहिँ यहाँ चलन हो, रीतिरिवाज चाहिँ यहाँको। पुरा यस्तो ढुङ्गाको चाहिँ घर बनाउने चाहिँ यहाँ चाहिँ पुरा यसरी बनाउनुपर्छ। यस्तो बनाउने होइन। यहाँदेखि चाहिँ यसरी चाहिँ यो खास के को लागि बनाउँछ भाइ थाहा छ? थाहा छ? ल यस्तो बनाइसक्यो है त। फाइनली चाहिँ हामी अब तारकेश्वर मन्दिरको जीवसँग प्रवेशद्वार यस्तो छ शिवजीको। जय हामी 1 घन्टा हिँडेपछि चाहिँ हामी पुरै चाहिँ है। यहाँ चाहिँ अब यहाँ यस्तो गेटहरू प्रवेश गेटहरू बनाएको छ। अनि यहाँ पुरै चाहिँ यतातिर जाने ह्याङहरू सिडीहरू छ है। यतातिर पुरै यसरी चाहिँ हामीहरू चाहिँ जान सक्छौँ। अनि टोइलेटहरू यतातिर यतातिर। अनि यहाँदेखि माथिको धर्मशालाहरू पनि बनाएको छ यतातिर बस्नुलाई, पूजापूजा आराधना गर्नको लागि, बेलुका बस्नको लागि पनि यो धर्म आश्रमहरू पनि बनाएको छ यतातिर। अनि ऊ त्यहाँ चाहिँ शिवजी गुफा चाहिँ माथि छ है। यता ऊ त्यो देखिएको सेतो देखिएको छ त्यसमा चाहिँ पुरै गुफाहरू छ यतातिरको एकदम गरे। अनि चाहिँ यहाँदेखि पुरै यस्तो पिपलको बोटमुनि चाहिँ यहाँ जोगी बाबा चाहिँ सन्यासी बाबाहरू चाहिँ बस्ने गर्नुहुन्थ्यो भन्ने त्यो चाहिँ यहाँ छ। अहिले चाहिँ यहाँ हुनुहुन्न। पुरै चाहिँ यतातिर बत्तीहरू बाल्नु भएको छ। यता देखाउनु त पुरै बत्तीहरू बालेको है। गुफाहरू छ यतातिर पुरै यो चाहिँ गुफाहरू छ है यतातिर। अनि चाहिँ यहाँदेखि अनि चाहिँ यो पुरै यहाँको चाहिँ तारकेश्वर महादेव भनेको चाहिँ यहाँको चाहिँ मेन चाहिँ हो यतातिर रहेछ होइन। अनि यहाँ चाहिँ हामी चाहिँ यहाँ आउँदाखेरि चाहिँ पुरै चाहिँ अनि यहाँ नागभरमा यहाँ चाहिँ पुरै चाहिँ यस्तो कुण्ड बनाएको छ है। तारकेश्वर कुण्ड भनेको यहाँको चाहिँ पानीहरू चाहिँ यस्तो बनाउने बनाएको छ। अनि यहाँदेखि चाहिँ हामीले जलहरू क्या यतातिर जल कुनै पानी पनि अनि यो चाहिँ कतिमा चाहिँ है शिवलिङ्गहरू पनि बनाएको छ यतातिर जलसल हामीहरू चलाउन सक्छौँ यतातिर। अनि विशेष यतातिर पनि यो पानी यहाँको खानु सक्नुहुन्छ यतातिर पानी पुरै छ है। आहा अर्ग्यानिक पानी यहाँ पुरै जङ्गलको मुहानबाट आएको एकदम शुद्ध पानी, एकदमै अर्ग्यानिक पानीहरू छ। यहाँ माथि पनि देखाउन सक्नुहुन्छ यतातिर पुरै जङ्गलबाट। मुहान चाहिँ यतै हो, यसको मुहान चाहिँ यता छ। अनि चाहिँ हामीले अनि चाहिँ यो पुरा यहाँ चाहिँ पुरै जल चाहिँ गर्न सकिन्छ है त। शुद्ध पानी चाहिँ
अनि चाहिँ हामी चाहिँ यहाँ तारकेश्वर महादेव गुफातिर लाग्दैछौँ। यहाँको चाहिँ पुरै चाहिँ यहाँको मठ मन्दिरहरू पनि छ, यहाँ पूजा आजा गर्ने ठाउँहरू छ। अनि योदेखि माथि चाहिँ यता छ है, यति हामी जान सक्छौँ। अनि चाहिँ यता बत्ती यता घन्टीहरू पनि बजाउन सक्नुहुन्छ। यतातिर यस्तो ठाउँहरू छ है, ल बन्द गरौँ अहिले। अब यतातिर चाहिँ सन्यासी बाबाहरू चाहिँ बस्ने यतातिर कुटी जस्तै बनाएको यतातिर पुरै छ। अनि गुफा जाने बाटो यहाँ छ। यस्तो बाटोहरू पनि एकदमै बगाल बनाएको छ, यस्तो सिँढीहरू के भर्यामहरू गर्दाखेरि माथि चाहिँ गुफाहरू जाँदाखेरि अनि यस्तो छ बाटोहरू पनि एकदमै है। पानीहरू पनि यस्तो मुहान छ, यस्तो मुहानहरू पुरै छ नि एकदमै त्यो पाहाडमा पनि छ। नमस्कार है, नमस्कार। पूजा गर्ने ठाउँमा नि आइपुग्यो होइन। यहाँ चाहिँ आमा हुनुहुन्छ। नमस्ते आमा। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु एकदम। पूजा गर्न आउनुभएको? पूजा गर्न आएको। के खानेकुरा खर्च लिएर गएको बर्थ्यो? केरा त्यसो अस्ति आउनु भएको थियो, म थाहा छ सोमबार आएको। आज आएको याद गर्नु ठिक छ। म यहाँ थिएँ, यहीँ हुनुहुन्थ्यो तपाईँ पनि आउनु भएको थियो। सोमबार के यो आमाको सक्यो पूजा? सिद्धे बाबा अब माथि जानुहुन्छ? अब माथि एकचोटि जान्छु अनि फर्किन्छु। तपाईँ कहाँबाट आउनुभएको? म त्यहीँ 5 माइलबाट। ए 5 माने? हजुर, घरै त्यहीँ हो। ओम श्री व्रत सुमाय सुमारी मायात्मानंति धर्म धान्यम पसंदे भटलागम स्वास्थ्य लाभम सत्समस्त्रम दीर्घायु वहाँ लगन लगाइदिए। यतातिर चाहिँ हामी अब यो आमा हुनुहुन्छ, यतातिर यस्तो तारकेश्वर महादेव गुफाको एकदमै दृश्य छ है, एकदमै पुरानो। आमा यहाँ कति वर्ष भयो हजुरलाई यता आउनु थाल्नु भएको? हामी यता त 70 वर्ष नि नाग्नु लाग्यो। ए सधैँ जे होस् कहिले काहीँ आउनुहुन्छ यतातिर पूजापाठ गर्नु? त्यही त पहिला त हामी सधैँ यहीँ हो आउने। हजुर, वनपाखा सबै लाने हो। ए अहिले चाहिँ बन्द भएपछि कोही बेलामा आइपुगिन्छ, आइरहनु सकिँदैन। हजुर, त्यही हो। ठिक छ। आज आएको। ए ल, अनि यतातिर तारकेश्वर गुफा, यतातिर यो हाम्रो जिरो जोन भगवान तारकेश्वर महादेवजीको मुख्य स्थान, प्रधान स्थान, जहाँ माता सतीजीको दायाँतिर यहाँ पतन भयो। पतन भएर त्यहाँबाट तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्ति स्वरूपले रहनुभयो। पछि लक्ष्मीले आएर सेवा पूजा गर्नुभयो। लक्ष्मीलाई वरदान मिल्यो। के वरदान भयो भन्दाखेरि प्रत्येक साल कार्तिक औँसीको दिन लक्ष्मीको रूपमा घर घर पुजिनेछ भने त्यो वरदान यहाँबाट मिल्यो। किनभने यहाँ लक्ष्मीजीको पनि स्थान हो, माता दुर्गाजीको माता सतीदेवीको दायाँतिर पतन भएको हुँदाखेरि यहाँ दुर्गाजीको स्थान भयो। अनि फोकसमा तारकेश्वर महादेवजी हुनुहुन्छ र यो महादेव स्थान प्राचीन महादेव स्थानको रूपमा यो सत्ययुगदेखि नै आज गएर हिजो गएर 2-4 वर्षको 2-4 हजार वर्षको होइन, सत्ययुगदेखि नै यो भगवान स्थापित हुनुहुन्छ। हाम्रा बुजुर्गहरू यहाँ जस्तो हाम्रो माताजीले भन्नुभयो यस्तै गरी अन्य 90-95 वर्षका बुजुर्गहरू पनि भन्नुहुन्छ 5 सालको उमेरमा यहाँ आएर व्रत गरेको। त्यसपछि उहाँको हजुरबाले पनि हजुरबाले पनि यहाँ व्रत गरेको, त्यसरी हुन्छ। अनि यहाँ पहिले भान्डा बर्तनहरू पनि थियो, यहाँ भगवान ठुल्ठुलो भाँडा निन्थे रे। अब हामीले ठुल्ठुलो कार्यक्रम हुँदाखेरि यहाँ आएर भगवानसँग प्रार्थना गर्ने। अब बर्तन ठुल्ठुलो खण्डमा नभएको खण्डमा यहाँ आएर चाहिँ प्रार्थना गर्ने अनि यहाँ प्रार्थना गरेर जाने। अनि भुलबेल्टा आउँदाखेरि बर्तन ओहिरिएको हुन्थ्यो, यो चाहिँ अलिक माथि उठाएको, यो अझ गहिरो थियो।
यहाँ बर्तन भरिएको हुन्छ ठुल्ठुला बर्तनहरू लिएर गएर सबैले मिलेर लिएर गएर चाहिँ सदुपयोग गरेर चाहिँ राम्रोसँग माजेर साफ गरेर चाहिँ ल्याएर यहाँ राख्ने आफै गाएको हुन्छ त्यस्तो यहाँको महिमा छ र निसन्तान दम्पतिहरूले यहाँ आएर भगवान्को प्रार्थना गर्ने रुद्राभिषेक इत्यादि गर्ने सन्तान प्राप्त सन्तानको सुख मिल्ने त्यस्तो अहिले पनि त्यस्तो उदाहरण देखिन्छन् र यहाँ आएर प्रार्थना गर्छन् अनि वर्षा नभएको खण्डमा सुक्खा परेको खण्डमा यहाँ आएर रुद्राभिषेक गर्ने रुद्राभिषेक गर्दा गर्दै चाहिँ वर्षा हुन थाल्यो त्यस्तो यहाँ ताकत यहाँ हुन्थ्यो यस्तो हजुर डिभाइन पावर छ स्पिरिचुअल पावर छ यो जन्म जो पहिल्यैदेखि मान्यता हजुर परम्परा नै मान्यतामा त के हुन्छ भन्दाखेरि हामीले देखाएको छैन भन्ने कुरा हामीले देख्यौँ निसन्तान दम्पतिले प्रार्थना गर्दा सन्तानको सुख प्राप्त भएको त्यो देखियो नि त यहाँ अहिले पनि एक दुईजना बाबुहरू आउँछन् पुरा मेरो नामबाट प्रसाद पढाइदिनु म भगवान्को प्रसादमा म स्वयं भगवान्को हो अरू भन्नुहुन्छ उहाँहरू अहिले नेपाल टाढो पढाउँदै हुनुहुन्छ रेग्मी उमेश धन्यवाद है त सन्यासी बाबा सबै छ यहाँदेखि चाहिँ हामी चाहिँ तारकेश्वर गुफा जाने बाटो चाहिँ यहाँको यस्तो छ है तारकेश्वर यतातिर गुरु एकदम ठिकठाक गुरु हाम्रा गुरु हुनुहुन्छ सबै तारकेश्वर महादेवको के भन्छ गुरु नमस्ते हजुर यहाँ शिर चाहिँ सबै बनायो पर झ्याललाई यसो देखाएँ म अहिले बत्तीले पो फर्स्ट कुनैले बना ल 1 2 3 पुरा यस्तो गुफा छ यहाँदेखि यस्तो गुफाहरू हात लाउनु जा गर्यो यहाँदेखि पुरै चाहिँ ठाडो गरेर बनाउने यतातिर यस्तो छ है हामीहरू दाजुभाइहरू हामी पुरै चाहिँ एकदमै रमाइलो छ है एकदम प्राचीन कालदेखि चाहिँ यो त यतातिर बनिएको यस्तो छ गुफा होइन भाइहरू पुरै रेडी बनाइरहेको छ एकदम रमाइलो है 2 3 अनि हामी चाहिँ ऊ त्यो तारकेश्वर महादेव गुफा त्यो सेतो छ नि त्यहाँबाट आएको छ है त्यहाँबाट दर्शन गरेर खासमा हामीहरू यहाँबाट आएको हो उताबाट जानुपर्ने थियो आज हामी चाहिँ यहाँ झन्डावाला पार गरेर शान्तिधाम जाने बाटोतिर हामी यहाँ आछौँ है त्यही त्यहाँको चाहिँ त्यहाँबाट हिँड्दै अब यो बाटो चाहिँ हामी अब यहाँ शान्तिधाम चाहिँ अब यहाँ झन्डा पार्क भन्ने ठाउँमा जाँदैछौँ हामीहरू है त हामी भाइहरू पनि छ क्यामेराम्यानमा हाम्रो भाइहरू हुनुहुन्छ है त त्यो भाइ पनि भ्लगमा बिजी हुनुहुन्छ है त गाइजहरू हेर्दै जानु होला आज हामी चाहिँ यता तारकेश्वर महादेवबाट यस्तो सोझो यहाँदेखि पुरै त्यहाँदेखि यसो घुमेर अनि हामी चाहिँ यहाँदेखि ऊ त्यहाँ माथिको चाहिँ यता झन्डा पार्क भन्ने ठाउँमा जाँदैछौँ हामीहरू है ऊ त्यो डाँडा पुग्नुपर्छ अनि यहाँदेखि भने सर्लक्क यहाँ चाहिँ तारकेश्वरको यो के भन्छ हाम्रो यो निकुञ्ज राष्ट्रिय निकुञ्जभित्र पर्छ अनि यहाँ पुरै जङ्गलहरू छ माथितिर पुरै यस्तो जङ्गलहरू छ है यतातिर पनि जान सकिन्छ यहाँको चाहिँ तारकेश्वर नगरपालिकाको यता वन्य आरक्षण ठाउँमा हाम्रो चाहिँ भाइ छ एकदमै यहाँको चाहिँ पुरा यस्तो दृश्य कोरहरू छ है यतातिर यस्तो भिर पाखाहरू भाइ यता हेर्नु त एकदमै रमाइलो बबाल ठाउँ छ है यस्तो छ एकदम पुरै छ है त अनि यस्तो छ है त यहाँ हेर्नु त पुरै रमाइलो छ है यतातिर यहाँ माथि माछा ल हाम्रो भाइ चाहिँ तल पुरै काठमाडौँको दृश्य छ होइन यहाँ चाहिँ एकदमै ल माथि र अनि चाहिँ एकदमै रमाइलो दृश्यकोहरू छ यहाँ भाइ चाहिँ नाचिरहेछ अनि यतातिर पनि पुरै बबाल बिन्दास छ है त यतातिर पुरै बिन्दास छ अनि यहाँ चाहिँ यस्तो ठाउँहरू पनि छ है ल एउटा भाइले चाहिँ गीत गाउने रे होइन बोकी ल्याउनु बेसीको घाम लेकमा चल्छ लुकी
मौका मिल्दा मुखै खोल्नु गएपछि छुके ए निल है मौका मिल्दा मुखै खोल्नु गएपछि छुके। एकदम रमाइलो छ भाइको है। ल हामीहरू चाहिँ टक्क 3 जना हामीहरू चाहिँ अब पुरै जानला है त। अब आधी बाटोमा छौँ। यस्तो भिड छ यहाँ है। यस्तो भिडहरू छ पुरै यस्तो भिडहरू छ यहाँ है। तपाईँहरू पुरा यस्तो भिडहरू छ है त यहाँ। यता चाहिँ तातिर चाहिँ तातिर यस्तो छ है दृश्यहरू। अब पुरा यस्तो मान्छेहरू पनि भिडभाड हुँदो रहेछ यतातिर। अनि यहाँ चाहिँ यस्तो ठाउँहरू रहेछ यहाँ पुरै पहाडहरू हुन्छ। दिदी बहिनीहरु एउटा गीत चलो मलाई धुपीको बासना माया आइता पुग्यो त केशर खाना चलो मलाई धुपीको बासना। ल भाइहरू पनि पुरै आफ्नै तालमा नाच्दै हुनुहुन्छ है। एकदमै रमाइलो छ है। अब यहाँ तारकेश्वर बाबाको मन्दिरतिर उता जाँदै हुनुहुन्छ दर्शालुहरू। एकदमै रमाइलो छ है त। अनि चाहिँ म पनि छु है। एकदमै रमाइलो छ। भाइ र दिदीबहिनीहरू चाहिँ एकदमै बिन्दास तरिकाले चाहिँ जाँदै हुनुहुन्छ है त। यस्तो भिजलहरू छ, यस्तो ठाउँहरू छ, यस्तो डाँडाकाँडाहरू। अनि यो के को रुख हो भाइ? यो पुरै चाहिँ यस्तो भिर पाखाहरू बाँझो रुख दाइ। जङ्गलहरू चाहिँ पुरै यस्तो बिन्दास तरिकाले चाहिँ पुरै बवाल छ है। अरू के छ भाइ? ठिक छ? आज के छ हाम्रो हिटाइ बसाइ एकदम राम्रो छ है। एकदम बवाल भइरहेछ। मैले चाहिँ यो लेकबाट कुकी फुल ल्याएको छु होइन। यो चाहिँ अब गिफ्ट गर्नुपर्छ। कसलाई चाहिन्छ यसो कमेन्ट गर्नु होला है। अनि एकदमै बवाल छ है ठाउँहरू। यतातिर पुरा यस्तो जङ्गलहरू है। कस्तो लागिरहेछ भाइ? एकदम गाउँको याद आइरहेको छ है। गाउँको याद पनि आइरहेछ। तपाईँहरू 3 पिप्लेबाट कम्तीमा 1 घन्टा माथि हिँडेर चाहिँ आयो भने चाहिँ तपाईँ यस्तो जङ्गलतिर पुग्नुहुन्छ, हराउन पनि सक्नुहुन्छ। त्यही भएर नआउनु होला तपाईँहरू। यस्तो ठाउँहरू छ, बवाल ठाउँहरू छ, यस्तो भ्यूहरू छ है। यहाँदेखि यस्तो दृष्टिकोणहरू, यस्तो भिर पाखा जङ्गलहरू, यस्तो रमाइलो छ यतातिर है। अनि यस्तो ठाउँहरूमा हामी 3 जना दाजुभाइहरू पनि छौँ है त। हामी यो तारकेश्वर नगरपालिकाको एकदमै गुफा जस्तै यो हाम्रो गाउँघरतिर, हाम्रो सुदूरपश्चिमतिर चाहिँ यसलाई ओराड भन्नान्। ओराडाका ठाउँ बसेर हौ तिमी भयो। एकदम रमाइलो ठाउँ छ यतातिर है। गोरु पाखाहरू हजुर त्यही त। यतातिर पुरा यस्तो गाउँको यादहरू आउँदैछ। यस्तो भिर पाखाहरू यस्तो ठाउँहरू यतातिर है। एकदमै बिन्दास तरिकाले है। यस्तो रुखहरू पनि कति ठुलो ठुलो हो है। यतातिर चाहिँ पुरै याद आयो है। बब्बाल छ यतातिर चाहिँ। हामीहरू बब्बालको चाहिँ एकदम घना घोरा जङ्गलहरू छ यतातिर है। एकदम पुरै घना जङ्गलहरू छ यतातिर। बाघ भालुको पनि अलिकति डर हुन्छ है, राष्ट्रिय निकुञ्ज भएर होला। अनि यस्तो यस्तो ठुल्ठुला अग्ला चाहिँ एकदमै चाहिँ उ छ है त। यतातिर चाहिँ जङ्गल छ है। यता बाटो चाहिँ एकदमै राम्रो छ होइन। अनि चाहिँ हामीहरू चाहिँ एकदमै यस्तो ठाउँहरूमा छौँ है त। अनि चाहिँ यहाँ यस्तो जङ्गलहरू छ। अनि यहाँदेखि यस्तो भाइहरू पनि हुनुहुन्छ होइन। के छ नि रमाइलो भइरहेको छ है। एकदमै रमाइलो यस्तो जङ्गलको बाटो। अनि यहाँ ठाउँ ठाउँमा पानीको मुहानहरू पनि छ है। यता पानी चाहिँ एकदमै ठाउँ ठाउँमा पानीको मुहानहरू छ है। अरू चाहिँ यता भिन्न प्रकारको जङ्गली जनावरहरू पनि छन्। अनि यस्तो जङ्गलहरू पनि छ है त। कति ठुलो यस्तो रुखहरू है। अनि चाहिँ हामी चाहिँ यस्तो तरिकाले चाहिँ हेरिरहेछौँ है त भाइहरू। ल के छ भाइ? ठिक छ? ल त एकदम रमाइलो भइरहेछ। ल अनि आज यो तिमुरको बोट पनि रहेछ। आज बाख्रा चराउन आएको म आज यतातिर है। बाख्राहरू धेरै छन् मेरो आज। पुरै बाख्राहरू चाहिँ चराउन आएको म है। आज यतातिर बाख्रा चराउँदै आज म चाहिँ
पुरा आज यो बाख्राहरू सब मेरै हो यतातिरको यतातिर हेर त भाइ आज यतातिर रमाइलो ठाउँमा आज चाहिँ अनि यतातिर यस्तो बाख्राहरू चराउने ठाउँहरू यस्तो यस्तो छ है पुरै चाहिँ यहाँ यस्तो पाखा पखेराहरू पनि छ यस्तो गोठहरू पनि हो है पुरै रमाइलो छ यतातिर उता बोका पनि छ बोका आइज बोकाहरू पनि छ आइज 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 त्यो बोका आइसक्यो होइन त्यो बोकालाई पनि अब हामी कसैले चाहिने भने यस्तो सम्पर्क गर्नु होला गाइजहरू है त बोका ल ल ल त्यो भाइलाई पनि देखाउनु ल लास्ट हामी त देखा ल भाइ पनि छ यता है त त्यो भाइहरू सबै बाख्रा चराउन आएको आज हामी चाहिँ टाढाबाट आएको है त्यो मन्दिर जङ्गल चाहिँ त्यो ठाउँबाट आएको झन्डा पाहाडको है त यहाँ चाहिँ एकदम नेपालकै अब ठुलो झन्डा पार्क हो यहाँ चाहिँ तारकेश्वर नगरपालिकाको यतातिर पर्छ होइन यतातिर झोरतिर उतातिर झोर भयो अनि यहाँदेखि सर यतातिर हजुरको चाहिँ यतातिर तल यो तारकेश्वरको यो चाहिँ पुरै यो बजारहरू अलिकति हुस्सुले गर्दाखेरि त्यति मौसम सफा देखियो होइन यता यो बजार साइडतिर पऱ्यो पुरै अनि यहाँदेखि यो भाइहरू पनि आएको छन् दुईजना है के छ रमाइलो भइरहेको छ भाइहरू ठिक छ एकदम बबाल भइरहेको छ अरे होइन यतातिर यस्तो ठाउँहरू पनि छ है अनि यस्तो ठाउँहरू पनि छ अब यहाँ पुरै रमाइलो छ यतातिर है यतातिर पुरै यस्तो यस्तो छ यो डाँडा काँडा भन्दा पनि जङ्गलहरू पुरै रमाइलो छ यतातिर होइन यतातिर एकदम झुन्डा बबाल छ अहिले खालि एकदम रमाइलो भइरहेछ नमस्कार आज हामी चाहिँ शान्ति धामको चाहिँ यता यो केदारनाथको भन्दा धेरै ठाउँपट्टि घुम्यो होइन आज पुरै तारकेश्वर महादेव मन्दिरबाट पुरै चाहिँ यतातिर यसो घुम्दा बद्रीनाथ धामको जस्तो चाहिँ यहाँको चाहिँ दृश्यहरू चाहिँ मन्दिरको रमाइलो अनि भाइहरू पनि छ तिनजना छौँ तिनजना भाइहरू भयो होइन पानीको धाराहरू पनि छ यतातिर एकदमै रमाइलो भोपाल तरिकाले धेरै मन्दिरहरूको पनि शिवजीहरूको पनि छ मूर्ति शिवजीको धेरै जस्तो चित्रकलाहरू देख्न सक्छौँ होइन टक्क अब चाहिँ पुरै हाम्रो घरदेखि चाहिँ तारकेश्वर नगरपालिकाको तल दोलाङ हाइटदेखि हामी घुम्दा लास्ट आएर तारकेश्वर महादेव गुफादेखि लिएर पुरै यो चाहिँ झन्डा पार्कदेखि लिएर यहाँ चाहिँ पुरै शान्तिधामको चाहिँ शान्तिधाममा आएर चाहिँ लास्टमा हामी चाहिँ यहाँ अब हाम्रो चाहिँ कार्यक्रम स्थित हुन्छ आजको यत्र हाम्रो अनि लास्टमा यो पानी खाएर इन्डिङ हुन्छ है त गाइजहरू